Okay, here I am with my पुरानो GoPro. सो मैले यो मेरो GoPro को ग्लिचको समस्याको सोलुसन चाहिँ पत्ता लगाइसकेको छु. Oh my god! Wow! सुरुमा त एकपटक चार्जर जोडेर हेरौँ. ल ब्याट्री नहालिकन गर्दाखेरि चाहिँ सो अहिले यो चार्जर जोडेर हेर्दाखेरि पावर सोर्सको समस्या देखिरहेछ. एडाप्टरबाट सिधै चलायो भने त चलिरहेछ हैन. अब ब्याट्रीबाट चाहिँ चलेको छैन भनेपछि यसमा चाहिँ फल्ट चाहिँ ब्याट्रीको हुनुपर्छ. त्यही भएर एकपल्ट ब्याट्री पनि स्वाप गरेर हेरौँ. ओके ल खोलिसकेको छ यहाँ टिट टिट गरेर. ओके अब यसलाई रेकर्ड गरौँ. अनि काम गर्यो. यो अर्को ब्याट्री फेरि हो. यो अर्को ब्याट्री लाउँदा चाहिँ काम गर्ला जस्तो छ है. सो हियर वी गो. जस्ट आइ एम गोना प्रेस द रेकर्ड बटन. ओके अहिले चाहिँ अब त सही तरिकाले ओके इट्स वर्किङ फाइन. अहिले चाहिँ फिट एन्ड फाइन तरिकाले काम गरिरहेछ. बिचमा ग्लिच पनि छैन हैन. समस्या त नर्मली ब्याट्रीकै रहेछ हैन. अब जे भयो भने समस्या भयो नि पछि चुना त लागिहाल्यो. ब्याट्री पनि फेर्नु परिहाल्यो हैन. सो यसमा केही फल्टहरू आयो भने चाहिँ म तपाईँहरूलाई फेरि पनि अपडेट गराउँछु. सो भिडियो हेर्दैकोमा धन्यवाद. फेरि पनि नेक्स्ट भिडियोमा भेटौँला.